गेटमा छौँ दर्शक महानुभावहरू। गेट यही हो, निर्माण हुँदैछ। आजको महोत्सव हो, चित्रबाट बनाइएको छ र चहलपहल चाहिँ अहिलेसम्म त्यस्तो धेरै देखिएको छैन। यहाँ फुटबल पनि हुने रहेछ आज, यसो विचार गर्दाखेरि होइन भाइ? हजुर, प्रथमलाई चाहिँ 40 केजी घिउ छ। ए दोस्रोलाई चाहिँ 20 केजी। 20 केजी। कति बजीबाट गेम हुने कुरो छ? भाषण चाहिँ कसले दिने हो आज? स्थानीय नेताहरूले होला नि। ए भाषणमा भन्दा पनि काम चाहिँ जोड दिनुपर्छ भन्ने होइन र तपाईँहरूको त अहिलेको माग? हजुर हो नि। जेएनजीको सरकार बनिएको छ होइन, अलिक आशावादी हुनुहुन्छ होला तपाईँहरू है? यसपालि चाहिँ केही गर्छ कि भन्ने छ। जेएनजीको अहिलेको सरकारले के गरिदियोस् यो चौरी, यो 4 राते क्षेत्रमा होइन? हजुर। अब यो चाहिँ एकदमै ठुलो कोशी प्रदेशको चाहिँ पर्यटनको ठुलो हबको सम्भावना रहेछ। ट्याक्क के गरिदिन्छ होला, के गरिदिए चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई चाहिँ? यस क्षेत्रमा चाहिँ फर्स्ट अफ अल त सडक राम्रो बनाइदिनु पर्यो, बाटोहरू राम्रो निर्माण गरिदिनु पर्यो, पक्की होइन? अनि त्यस्तै अब यहाँ चाहिँ विशेष गरी चाहिँ अब होमस्टे यो इन्डिया क्षेत्रमा दिँदैन होइन, नेपाल क्षेत्रमा पनि खासै बनाउनु दिँदैन। अनि अब यो इन्डियाको एसएसटीले चाहिँ नेपाललाई अलिक दलिराखेको छ होइन। अब त्यसले चाहिँ अब नेपालको सेनाहरूले चाहिँ अब यहाँ विशेष होमस्टेवालालाई चाहिँ अवसर दिनु पर्यो होइन। उहाँहरू अब इन्डियाको मात्र कानुन हुँदैन होइन, अब नेपालको पनि हुन्छ होइन। त्यसैले चाहिँ नेपाललाई चाहिँ होमस्टेहरू चाहिँ निर्माण गर्नु दिनु पर्यो। दर्शक महानुभावहरू, म चाहिँ यतिखेर माथि लेकमा चौरीसँग हिँड्दैछु। दुईजना वाइफ मिस रञ्जना एन्ड मी। बबाल छ ठाउँ चाहिँ, राम्रो छ। दृश्य चाहिँ कति राम्रो छ। यस्तो दृश्य छ। ऊ तल गुराँसहरू फुल्दैछ, मैले पनि गुराँस बोकेको पनि छु। यसरी हिँड्दैछौँ हामी चाहिँ। यो 5 थरको फालेलुङ गाउँपालिका के नगरपालिका हो यो? फालेलुङ गाउँपालिकै गुराँस टिपेर बोकेको मैले अलिकति। अनि यसरी हामी चाहिँ हिँड्दैछौँ। उकालो छ यहाँ अलिक, यस्तो उकालोमा हिँड्दैछौँ हामी चाहिँ। तपाईँहरूलाई कस्तो लागिरहेछ भिडियो? उकालो छ हिँड है, गाह्रो छ। क्यामेरा चाहिँ सेटअप गरेर हिँड्या खिच्दै हिँडिरहेछौँ हामी। उकालो छ बाटो, हिँड्नु उकालोमा। लु यता फर्किनु अब एकचोटि उज्यालोमा। हो यता छ घाम आउँदैछ। वंशुजी तपाईँ चाहिँ के गर्नुहुन्छ अरे? म चाहिँ अहिले एसी दिएर आएको, अनि यता फालेलुङतिर म ट्रेकिङहरू गर्छु होइन, टुरिस्टहरूलाई घुमाउँछु। यो कतिको टुरिज्म क्षेत्र बन्दैछ? यो टुरिज्म क्षेत्र चाहिँ अत्याधिक बन्दैछ। एकदम चलचित्र फिल्महरूको सुटिङ भएपछि चाहिँ हाम्रो 4 रातेमा चाहिँ एकदमै राम्रो पर्यटकहरू आउँदैछ। भनेपछि अब चाहिँ के सम्भावना होला तपाईँहरूलाई यसो स्थानीय क्षेत्रमा रोजगारहरू? अब रोजगारहरू त अब हाम्रो त यो पहाडी क्षेत्र दुर्गम नै थियो पहिला त। अहिले चाहिँ यसो गाडीहरू आउँछ र अलिकति हामीलाई सहज र सुविधा भएको छ। अनि त्यही हो, रोजगारीको अवसर थोरै छ। सरकारले के गरिदियो भने अझै यो देश विकास हुन्थ्यो? अब सरकारले त फर्स्ट अफ अल त यो फालेलुङ हाम्रो 5 थरलाई सडक चाहिँ हाम्रो यो 4 रातेबाट फालुटसम्म जोडायो भने चाहिँ एकदमै राम्रो हुन्छ। अनि अब यो सन्तपुरतिर जोडायो भने अझै थप होमस्टेहरू खोल्दाखेरि एकदमै राम्रो हुन्छ। दर्शक महानुभावहरू, भर्खरै हामीले एकजना स्थानीय भाइसँग गफ गऱ्यौँ। यङ जेनेरेसन, उहाँहरूको चाहिँ हामीले केही कुरा सुन्दा चाहिँ सम्भावना प्रचुर छ। यो क्षेत्रलाई पर्यटकीय हब बनाउन सकिने आधारहरू धेरै छन्।
तर सरकारको आँखा लाग्नु पर्यो। सरकारले नारामा मात्रै होइन काममा चाहिँ कार्यान्वयन गर्न सक्यो, काम चाहिँ गरेर देखायो भने पक्कै पनि यस क्षेत्रको विकास र यस क्षेत्रले धेरै पर्यटकहरू तान्ने र नेपालको अर्थतन्त्रमा टेवा पुग्ने सम्भावना देखिन्छ। तर कुरो के हो भने अब गर्छौँ भन्ने होइन, गर्नु पर्यो। यहाँ चाहिँ बाटो सडक र अरू अन्य होटल होमस्टे अरू पूर्वाधारहरू थप्न सकियो भने पक्कै पनि यो ठाउँ केही बन्छ। आजको यो मेला लाग्ने ठाउँ खास गरी चौरी महोत्सव, यो चौरीको चाहिँ के लिएर आउँछन् भाइ आज? आज त्यही छुर्पीहरू हुन्छ, लुहरू हुन्छ, हिरोहरू हुन्छ, त्यस्तै मात्र। ए अरू त्यो चौरीको रौँको भेडाको रौँको त्यो केही सामग्रीहरू बनाएको चाहिँ आउँदैन यहाँ? उनको स्वेटर त्यस्तो आउँछ। ए यहाँ माथि स्टलमा राख्छ। ए स्टलमा राख्छ। उनको स्वेटर बनाएको फिल्म यहीँ हो नि त? हो, यहाँ तल गोठतिर हो। अब यो क्षेत्रमा अलिक सरसफाइको पनि साह्रै कमी छ। अब बियरहरू खायो, के खायो, जताततै खायो, सरसफाइ नै छैन। यसरी प्लास्टिकहरू फ्याँकिरहेछ होइन? यसपालि त झन् अत्याधिकको त सबै ठाउँमा थोरै थोरै। यसलाई अब व्यवस्थित गर्नु पर्यो। तपाईँ जस्तो युवाहरूले एउटा सर्कुलेसन बनाउनु पर्यो होइन? अब गर्ने त आफ्नो ठाउँको आफैले हो है। सरकारलाई सहयोग अब सधैँ आएर यहाँ फोहोर उठाउन सम्भव हुँदैन। तपाईँहरूले टिम बनाउनु पर्यो, यसलाई सरसफाइ गर्नु पर्यो र राम्रो बनाउनु पर्यो यसलाई होइन त? ल यो चौरी महोत्सव पर्यटन महोत्सवको चाहिँ चौरी पर्यटन महोत्सवको चाहिँ हामी गेटमा छौँ। दर्शक महानुभावहरू गेट यही हो, निर्माण हुँदैछ। आजको महोत्सव हो, चित्रबाट बनाइएको छ र चहल पहल चाहिँ अहिलेसम्म त्यस्तो धेरै देखिएको छैन। यहाँ फुटबल पनि हुने रहेछ आज, यसो विचार गर्दाखेरि होइन भाइ? हजुर, प्रथमलाई चाहिँ 40 केजी घिउ छ। ए दोस्रोलाई चाहिँ 20 केजी। 20 केजी। कति बजीबाट गेम हुने कुरो छ? अब गेम त अब भाषणहरू सुन्दा के गर्दा त लाग्छ होला टाइम 10-11 बजी। भाषण चाहिँ कसले दिने हो आज? कोही यता स्थानीय नेताहरूले होला नि। ए भाषणमा भन्दा पनि काम चाहिँ जोड दिनुपर्छ भन्ने होइन र तपाईँहरूको त अहिलेकोमा? हजुर हो नि, जेएनजीको सरकार बनिएको छ होइन? हजुर। अलिक आशावादी हुनुहुन्छ होला तपाईँहरू है? यसपालि चाहिँ केही गर्छ कि भन्ने छ। अहिलेसम्म जेएनजीको अहिलेको सरकारले के गरिदियोस् यो चौरी यो 4 राते क्षेत्रमा होइन? हजुर। अब यो चाहिँ एकदमै ठुलो कोशी प्रदेशको चाहिँ पर्यटनको ठुलो हबको सम्भावना रहेछ। ट्याक्क के गरिदिन्छ होला, के गरिदिए चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई चाहिँ? यस क्षेत्रमा चाहिँ फर्स्ट अफ अल त सडक राम्रो बनाइदिनु पर्यो, बाटोहरू राम्रो निर्माण गरिदिनु पर्यो, पक्की होइन? अनि त्यस्तै अब यहाँ चाहिँ विशेष गरी चाहिँ अब होमस्टे यो इन्डिया क्षेत्रमा दिँदैन होइन, नेपाल क्षेत्रमा पनि खासै बनाउनु दिँदैन। अनि अब यो इन्डियाको स्थितिले चाहिँ नेपाललाई अलिक दलिराखेको छ होइन। अब त्यसले चाहिँ अब नेपालको सेनाहरूले चाहिँ अब यहाँ विशेष होमस्टेवालालाई चाहिँ अवसर दिनु पर्यो होइन। उहाँहरू अब इन्डियाकै मात्र कानुन हुँदैन होइन, अब नेपालको पनि हुन्छ होइन। त्यसैले चाहिँ नेपाललाई चाहिँ होमस्टेहरू चाहिँ निर्माण गर्नु दिनु पर्यो, अवसरहरू दिनु पर्यो। अवसरहरू त्यसो गऱ्यो भने त पक्कै पनि विकास हुन्छ है? विकास हुन्छ एकदम। ल धन्यवाद। के पो थियो तपाईँको नाम त? वाङचु शेर्पा। वाङचुजी धन्यवाद भाइ, भर्खरको युवा भाइ, राम्रो बोलिदिनु भयो। आज हामी यसरी चौरी पर्यटन महोत्सवमा छौँ। हाम्रो लोकेसन यही हो। भयो अलिकति खिच्नु